नाटक हो मान्छेले मलाई फसायो यो मान्छे ओइ ओइ यो मान्छेले मलाई कन्टिन्युसली ब्लग ल्याउने आशामा मैले चाहिँ टेन्टी लगाइरहेको छु यार निन्द्राले एकदम व्याकुल बनाइरहेको छ रविन्द्र ढाट जस्तो बन्नु पाएँ त ओइ सुरज ओइ मैले काम गर्ने ठाउँदेखि नै भ्लग स्टार्ट गरिसकेको छु अनि तपाईँहरूको खबर के छ तपाईँहरू खबरहरू पनि सुनाउनु न तपाईँहरू खबर नै सुनाउनु हुँदैन अनि मैले के भन्नु कहाँबाट हेर्दै हुन्छ त्यो पनि कमेन्ट गर्नु अर्को खेप भन्दैछु कि यहाँबाट हेर्दै हुनुहुन्छ है मलाई भनेर अनि पो मजा आउँछ भ्लग बनाउनु पनि तपाईँहरू केही भन्नु हुँदैन अनि 12 घन्टा 13 घन्टा भइसक्यो भ्लग हालेको जम्मा 20 भ्युज ओ माई गड गाइस यार के हो कति छिटो आएको यार तिमी ओ माई गड आइफोन यार ओ माई गड तिमी लास्ट आइरहेछ है नि उसले आइसकेको छ र अब चाहिँ म रुम जान्छु हामी साथी लगाएर गाइस हेर्दै गर्नु होला है त हामीलाई नेपाली बोल्नु आउँछ होइन आउँछ घर इन्डिया भएर पनि नेपाली बोल्नु आउँछ नै 6 जाउँ सो गाइस मैले पनि हाजी लगाइसकेको छु एकचोटि आउँदाखेरि हाजी लगाउने अनि एकचोटि जाँदाखेरि हाजी लगाउने अनि दुईचोटि हाजी लगाइसकेपछि चाहिँ हाजी लाग्छ नत्र भने ओटी लाग्दैन क्या बेलुका भाग्यो भन्ने सङ्केत भाग्यो जस्तो लाग्छ नि त यहाँको मान्छेहरूलाई सो त्यही भएर सो गाइस आज घाम एकदमै लागिरहेछ एकदमै ओ माया गर्दिन आज एकदमै उगिरहेछ आज यसो घुम्न जानुपर्छ जस्तो लागिरहेछ मलाई अनि त्यही हो हेरौँ अब रुम जाँदैछु के हुन्छ कसो हुन्छ होइन खाजासाजा खानु पर्ला एकछिन त सुत्नुपर्छ आँखाको बिच त मार्नु पर्यो नि त होइन राति पनि निन्द्रा लाग्दैन 1 बजे 1:30 बजे सुतेको होला आज त राति पनि खै निन्द्रै लाग्दैन हौ के भएको सो गाइस फाइनली रुम पनि आइसक्यो अनि अझै मेरो पेन्टी यस्तै छ है मेरो पेन्टी चाहिँ ए सुकेछ यो पनि सुकेछ भेस्ट पनि सुको होला सायद यसो त्यही हो अब नुहाउनु सुहाउनु पर्दा मुखसुख हातखुट्टा धोएर अनि नुहाएर ब्रस स्रस गरेर खाजासाजा खाएर अनि त्यसपछि काम कुरा हुन्छ सो हेर्दै गर्नु होला है सो गाइस फाइनली सुतेर पनि उठिसकेको छु अब चाहिँ घुम्न जानुपर्ने हुन्छ किनभने घाम एकदमै लागिरहेछ घामले आज च्यालेन्ज गरिरहेछ यो सिरो घर चाहिँ लास्टै बनाइरहेछ त्यही भएर सुकाउनु पर्ला किन है एकछिन घाम खुवाइदिनु पर्यो यसो भनेर यसो होइन यस्तै छ है यस्तो बडी बिल्डरहरू यस्तो रविन्द्र ढाट जस्तो बन्नु पाएँ त ढाट सर्ट सो यस्तै छ रविन्द्र ढाटलाई कुट्छु भनेर एउटा नै सरले रविन्द्र ढाटलाई कुट्छु भनेको छ हो त बिहानै हानिसक्यो गरिरहेछ यार कति हान्नु हान्दा 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 6 प्याक चाहिँ कत्रै भइसक्यो 6 प्याक चाहिँ यस्तै छ है गाइस सुँगुर गुलो जस्तो छ सो फाइनली अब खाना खानु जाने अनि त्यसपछि घुम्नु जाने भनेको भाइ फेरि पानी आउँछ है यो यस्तो छ है ठाउँ चाहिँ खाना खायौ तिमीले ओए अनि खाना खाने ठाउँमा ताल छ लागिरहेछ गाइस यार कसरी खाने यार खाना खानु भनेर चाहिँ आइयो खाना खाने ठाउँमा ताल छ लागिरहेछ त्यो चाहिँ हाम्रो मेस हो ट्याक्क लगाएर मेस छ यहाँ चाहिँ नोटिस पनि टाँसेको रहेछ यार हाजिरी खाना खर्च जता अग्रिम रकम सम्बन्धी ए ठिक छ टाँस्नु पर्छ त्यही हो अनि अब त्यो खाना खान्छौँ भने खै खाने यो पनि बन्द छ गाइस यार कस्तो भनेको यार के गर्ने होला भोकै जानु सकिँदैन भोकै जानै सकिँदैन भोको बस्नै सकिँदैन मजा आइरहेछ कहिले गर्नु कतिको मजा आइरहेछ ओइ आज त एक सर्ट भन्न थप्दिन नि फेरि ढाड सर्ट हानिदेऊ ओइ म ज्यान त यस्तो कडा छ नि क्या अनि मलाई नि एक प्लेट दियो भने सिद्धिन्छ होला यार ल जाउँ ल ओ के छ अनि ओ माई गड यता नुहाइरहेछ क्या ल ओइ नगर न ओइ कस्तो ओइ सुरज ओइ
कस्तो रहेछ यार मासुले नगर है म आउँदिनँ भयो त्यता ओ जाउँ न भाइ सुरज ल हामी जान लागेको जो एकछिन चुप 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 यस बेबी यस ए स्वाद त्यो अरूतिर अनि उता नाटक नगर है मुला नाटक हो बास नाटक गर्दा त अहिले जान्छ साँच्चीकै जान्छ खोइ अहिले कति यता कुर्छ यता खाँच्छ अहिले हेर्ने होइन अहिले खाँच्छ अनि जामा लाउनेलाई नजाऊ अहिले फेरि लामा अनिकेतसित गएको त्यो मारेर फालेर आएछ भन्छ मान्छेले यार नजाऊ है नजाऊ लात्तीले दिउँ त मर्नु मन लाग्यो लात्तीले दिउँ लात्तीले दिउँ बाँच्दै मर्छु भन्छ भन्दा बाँच्दै हेर बल्ल बल्ल बाँचेछ मान्छेहरू मर्छ हौ अहिले नजाऊ छोएर अहिले छुट्टिन्छ यता आऊ अब साइको रहेछ हौ मान्छे त यार ओइ यो मान्छेले मलाई फसायो यो मान्छे ओइ यो मान्छेले मलाई फसायो आज ओइ फसायो मलाई ओइ कुर्छ है रेला नगर है ओइ ओइ मा मलाई फसाउँछ होला यार भयो हजुर 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 नाइट हो आज पौडी खेल्ने मान्छे आइसकेको छ सो फाइनली मलाई तिमीलाई मान्छे रहेछ हौ अहिले उयो पाखामा गएपछि लात्तै हान्छु म यहाँ त म आफैले एक लाती लाग्यो भने झरिहालिन्छ हुँदो पौडी खेल न पौडी मलाई आउँदैन पनि खेल्दिनँ पनि शीतल छ क्या यहाँ त्यही भएर यहाँ टक्क बस्नु मजा हुन्छ तर यार गाइस भिडियो भ्लगहरू यस्तो मिहिनेत गरेर बनाउँछु अहिले त क्यापकट पनि छैन क्यापकटको त्यो प्रो पनि खत्तम भइसक्यो अनि भिएन एपबाट एडिट गरेर बनाउँछु यस्तो मिहिनेत गर्छु तर यार गाइस के भएको यार तपाईँहरूले माया गर्नु हुँदैन माया देखाइदिनु पर्यो क्या माया गर्नु हुँदैन तपाईँहरूले अनि यसो एकदमै न्यास्रो लाग्छ कहिलेकाहीँ त पागल हुनु मन लाग्छ यार कस्तो तर कहिलेकाहीँ कस्तो अरू माया देखाइदिनु पर्यो एकदम धेरै माया देखाउनु पर्छ प्लिज 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 पौडी खेलिरहेको छ यार मा कसम यहाँ पौडी खेल्नु बन्द गरेको छ यहाँ निषेध गरेको छ त्यही पनि एक्लै यार घाम कतिको लागेको छ गाइस तपाईँहरूकोतिर हाम्रोतिर एकदमै घामले एकदमै मारेको छ अब चाहिँ पानी लिन जाँदैछु पानी सानी खानु पर्ला अनि एक निदा फेरि सुत्नु पर्ला नाइट ड्युटी छ फेरि नाइटमा गाह्रो हुन्छ लास्टै घाम लागेको छ अहिले त छैन हप्प भइरहेको छ कि अहिले घामले हान्देऊ त कपाल दामी हान्देऊ ल के हुँदैछ यता ल परौ न एकछिन परौ सो गाइस फाइनली अब चाहिँ मैले कपाल काट्नु लागेको छु अनि हामी चाहिँ घुमेर आइसक्यो अब कपाल काट्नुपर्दा आज चाहिँ हाम्रो अरुण बोसले चाहिँ यहाँ कपाल काट्दिनुको लागि काहीँ चाहियो होइन काहीँ त मैले लिएको छु कैँची खोइ उहाँलाई थाहा होला त दाजुलाई कैँची भुत्ते छ भुत्ते कपाल काट्नु पर्यो भनेर हौ दिनुपर्छ है बाल दामी ल कहाँ बसौँ तल
काटिसकेको छु र कपाल काटिसकेपछि कस्तो देख्छ मेरो तालु त्यो पनि देखाउनेछु गाइस सबैहरूलाई दर्शकबिनहरू यो नछुटाउनु होला। फाइनली मेरो अन्तिम लुक चाहिँ यही हो। मेरो कपाल चाहिँ ट्याक्क लाएर काटिसकेको छ अरुण बोसले। अनि कस्तो छ कपालहरू यसो कमेन्ट समेन्ट गर्नु। अनि यहाँ छ दुईजना झगडा पर्नु आँटिसक्यो। यहाँ चाहिँ हाम्रो चाहिँ यस्तै छ है क्याम्पमा चाहिँ ल यस्तै छ। अनि कस्तो देखिरहेको छ लुक्सले। अनि थ्याङ्क यू सो मच फर वाचिङ होइन। एकछिन भिडियो इन गरिदिनु अहिले नै किनभने कपाल एकदम कपाल काटेपछि कस्तो दामी देखिरहेको होला। अनि के भन्नु अब अरू त के भन्छ गाइस कस्तो देखेछ कमेन्ट गर्नु पर्यो एकचोटि कमेन्ट गरिदिनु कस्तो देखेछ कस्तो भन्यो अरे राम्रो देखिरहेको होला होइन ह्यान्डसम देखिरहेको होला नि है ह्यान्डसम देखिरहेको कसम भनेको एकदम ह्यान्डसम देखिरहेको छ। अनि त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। कन्टिन्युसली भ्लग ल्याउने आशामा मैले चाहिँ टेन्टी लगाइरहेको छु यार। कन्टिन्युसली भ्लग ल्याउने जमर्को चाहिँ गरिरहेको छु। अब के हुन्छ हेरौँ कस्तो हुन्छ। सो त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर गर्नु होला। सब्सक्राइब गर्नु भएको छ च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। अनि आज घाम लागेको थियो एकदमै राम्रो दिन पनि भएको थियो। अनि त्यही हो त्यही भेटौँला अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाई बाई गाइस।